मनपर्ने र प्रेमको अवधारणाले हाम्रो सम्बन्ध र दैनिक अन्तर्क्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन्। मनपर्नेले प्राय कसै वा केहीको लागि प्रशंसा वा आनन्दको भावनाहरू वर्णन गर्दछ, जसले मैत्रीपूर्ण सम्बन्ध र सकारात्मक अनुभवहरूको आधार बनाउँछ। अर्कोतर्फ प्रेमले गहिरो भावनात्मक बन्धनलाई प्रतिनिधित्व गर्दछ, जुन स्नेह, प्रतिबद्धता र हेरचाहद्वारा व्यक्त गरिन्छ। यी भावनाहरू बीचको भिन्नता बुझ्नाले हामीलाई सामाजिक गतिशीलताबाट एउटा अर्थपूर्ण सम्बन्ध निर्माण गर्न मद्दत गर्दछ। मनपर्ने र प्रेम दुवैले मानव अन्तर्क्रियाको समृद्धिमा योगदान पुर्याउँछ। हामी अरूसँग कसरी सम्बन्धित छौँ र आफूलाई कसरी व्यक्त गर्न सक्छौँ भन्ने आकार पनि दिन्छ। हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।